यो 3 दिने प्याकेजले नगर प्रहरी मात्र नभई समुदायका शिक्षक, स्वयंसेवक र सर्वसाधारण जनताहरूलाई पनि कुनै पनि आगलागीको घटनामा तत्काल र प्रभावकारी रूपमा परिचालन हुन सक्षम बनाउनेछ भन्ने विश्वास हामीले लिएका छौं। डेमोन्स्ट्रेसन सञ्चालन गर्नु पूर्व डेमो इलाकाको हदबन्दी। डेमो स्ट्यान्ड सामुन्ने 60 रातो झण्डा, नाम रातो। डेमो स्ट्यान्डको बीच रातो टाढासम्म आमरुख। आमरुख आधा बायाँ 70 सेतो झण्डा, नाम सेतो। डेमो स्ट्यान्डको बायाँ सेतो टाढासम्म पूरा बायाँ हद। आमरुख आधा दाहिना 60 पहेँलो झण्डा, नाम पहेँलो। डेमो स्ट्यान्डको दाहिना पहेँलो टाढासम्म त्यो हो पूरा दाहिना हद। यसै हदबन्दीभित्र रहेर आजको प्रदर्शनी सञ्चालन हुनेछ। यहाँ केही अस्थायी संरचनाहरू निर्माण गरिएका छन्। यी संरचनाहरू रामपुर नाम दिइएको ठाकुरबाबा नगरपालिकाको एउटा काल्पनिक समुदायको रूपमा तयार गरिएको छ। यस कल्पित रामपुर समुदायमा घर, चिया पसल, भान्सा, बिजुली जडान तथा बस्तीको अवस्था हाम्रो दैनिक जीवनसँग मिल्दोजुल्दो गरी प्रस्तुत गरिएको छ। अब यही कल्पित रामपुर समुदायमा आगलागी भएको अवस्थामा नागरिक, समुदाय र सुरक्षा निकायले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने व्यवहारिक प्रदर्शन क्रमशः प्रस्तुत गरिनेछ। आगो, दुर्घटना वा विपद कुनै समय र सूचना दिएर आउँदैन। आगो लागेपछि दमकल र सुरक्षाकर्मी आइपुग्न केही समय लाग्न सक्छ, तर आगो भने छोटो समयमै ठूलो क्षतिमा परिणत हुन सक्दछ। त्यसैले आगो लागेपछि सुरुवाती केही मिनेटमा सामान्य नागरिकले के गर्न सक्छन्, कसरी आफ्नो ज्यान, परिवार र छिमेकीको ज्यान जोगाउन सक्छन्, त्यही व्यवहारिक ज्ञान प्रदान गर्नु यस 3 दिने अन्तर्क्रियात्मक तालिम र आजको यस प्रदर्शनको मुख्य उद्देश्य रहेको छ। अब डेमोन्स्ट्रेसन प्रस्तुत हुन गइरहेको जानकारी गराउन चाहन्छु। सर्वप्रथम पहिलो दृश्य, ग्यास रेगुलेटर वा पाइपमा लाग्ने आगोको नियन्त्रण। अब हामी कल्पित रामपुर समुदायभित्र रहेको एउटा सानो चिया पसलमा आगलागी भएको अवस्था अवलोकन गर्नेछौँ। निर्माण गरिएको बस्तीको सबैभन्दा बायाँको घरमा चिया पकाउने क्रममा ग्यास सिलिन्डर र रेगुलेटरबाट आगो सल्किएको अवस्था प्रस्तुत गर्न गइरहेको छ। आगो लागेको हामी देख्न सक्छौँ। यस्तो अवस्थामा पसल धनी तथा वरिपरिका मानिसहरू आत्तिनु स्वाभाविक हुन्छ, तर आत्तिनुभन्दा सही तरिका अपनाउनु अत्यन्तै आवश्यक हुन्छ। अब यहाँ यस अवस्थामा सो आगो निभाउनका निम्ति त्यसै पसलमा चिया पिउन लागि आउनुभएका एक ग्राहक अघि बढेका छन्। सबैभन्दा आगो फैलिन नदिन वरिपरिको आगो लाग्ने वस्तुलाई सुरक्षित स्थानमा सारिएको छ। त्यसपछि पानीमा राम्रोसँग भिजाइएको जुटको बोरा या कपडा वा बाल्टीको सावधानीपूर्वक प्रयोग गरी उक्त आगो निभाउन गइराखेको हामी देख्न सक्दछौँ। निज व्यक्तिले भिजेको कपडा समातेर ग्यास सिलिन्डरतर्फ सिधै फ्याँक्ने होइन कि बरु त्यस कपडालाई घुमाउँदै आगो छुट्ने तरिका प्रयोग गरी आगोलाई नियन्त्रणमा लिएका छन्। यसरी ग्यासको भल्भ बन्द गर्नु हो। यो उपाय दमकल आइपुग्नु अघिको अत्यन्तै प्रभावकारी र जीवन रक्षक उपाय हुन सक्दछ। त्यसैगरी अब हामी दोस्रो दृश्यतर्फ अगाडि बढ्न गइरहेका छौँ। यहाँ देखाइएको दृश्यमा तेलको कढाईमा आगो लागेको अवस्था प्रस्तुत गरिएको छ। यस्तो अवस्थामा धेरैजसो मानिसहरू आत्तिने र गलत निर्णय लिने गर्दछ, तर सही उपाय भनेको पानीको प्रयोग गर्नु हुँदैन र घरमै उपलब्ध भिजेको बाक्लो कपडा, जुटको बोराको प्रयोग गरी आगो लागेको स्थानलाई पूर्ण रूपमा छोप्नु पर्दछ या त नजिक उपलब्ध भएको माटो या बालुवाको प्रयोग गर्नुपर्दछ।
यसरी आगोले अक्सिजन नपाउँदा आफै निप्छ र सोही अनुसार सोही घरका सदस्यले माटो र बालुवाको प्रयोग गरी आगलागीलाई नियन्त्रण गर्न सफल भएका छन्। कारण लागेको आगोको अवस्था हामी देख्न सक्दछौँ। यस दृश्यमा घरधनीले आत्तिएर पानी हाल्न खोजेका छन् र यस्तो अवस्थामा छिमेकीले समयले हस्तक्षेप गर्दै सबैभन्दा पहिले घरमा आउने बिजुलीको मुख्य स्विच बन्द गरेका छन्। विद्युतीय आगोमा पानीको प्रयोग गर्नु ज्यानको लागि अत्यन्तै खतरनाक हुन सक्छ। त्यसैले मुख्य स्विच बन्द गरिसकेपछि सुक्खा बालु माटोको प्रयोग गरेर आगो नियन्त्रण गर्नुपर्दछ या त उपलब्ध भएको खण्डमा फायर एक्सटिङ्ग्विसरको प्रयोग पनि गर्न सकिन्छ। अहिले छिमेकीद्वारा त्यही फायर एक्सटिङ्ग्विसरको प्रयोग गरी आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको हामी देख्न सक्छौँ। हामी देख्न सक्दछौँ। अब यस चौथो दृश्यमा रामपुर समुदायको सामूहिक उद्धार प्रक्रिया अवलम्बन गर्नेछौँ। यस अवस्थामा त्यहाँको स्थानीयबाट नजिकको स्थानीय निकायमा आगलागीको बारेमा जानकारी गराइएको छ। त्यहाँका स्थानीय मिलेर सुरक्षित मानव श्रृङ्खला निर्माण गरी सुरक्षित दूरीबाट पानी, बालुवा र उपलब्ध भएको फायर एक्सटिङ्ग्विसर साथै स्याउलाहरूले आगलागीलाई केही नियन्त्रण गर्ने प्रयासहरू गरिरहेको हामी देख्न सक्छौँ। यो दृश्यले उद्धार र विपद प्रतिकार्य केवल सुरक्षा निकायको मात्र जिम्मेवारी नभई समुदायको सक्रिय सहभागिताबाट अझै प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिन्छ। आगलागी भएको घरमा एकजना व्यक्ति फसेको पुकार पुकारिरहेको सुन्न सकिन्छ। सोही समयमै एक छिमेकीले ती फसेका व्यक्तिलाई बाहिर निकाल्नका निम्ति पहलता लिएको छ। आगलागीबाट उद्धार गरिएका घाइतेलाई स्थानीयहरूद्वारा उपलब्ध स्रोत र साधनको प्रयोग गरी इम्प्रोभाइज स्ट्रेचरको प्रयोग गरी सुरक्षित स्थानमा लगिरहेको छ। यति बेला स्थानीयहरूले आगलागी नियन्त्रणका निम्ति वाटर चेन र मर्चेनको प्रयोग गरी नियन्त्रण गर्ने अथक प्रयास बावजुद आगो अत्याधिक ठूलो भएकोले स्थानीयहरूले फैलिनबाट रोक्न सके तापनि नियन्त्रणमा दिन नसकेको अवस्था हामी देख्न सक्छौँ। आगलागीको जानकारी प्राप्त भए पश्चात ठाकुरबाबा नगरपालिकाको कार्यालयले तुरुन्तै दमकल र फायर फाइटिङ इक्विपमेन्टहरूको सहितको टोली रामपुर समुदायको उक्त घटनास्थलतर्फ पठाएर फायर फाइटिङ टोली घटनास्थलमा आइपुगिसकेको छ। यति बेला
फायर फाइटिङ इक्विपमेन्ट सहितको नगर प्रहरीको टोली घटनास्थलमा आइपुगिसकेको छ। र घटनास्थलमा घाइते भएका व्यक्तिहरूको प्राथमिक उपचार र आवश्यकता अनुसार अस्पताल लैजाने कार्यको निम्ति पनि रेड क्रसको र ठाकुरद्वार नगरपालिकाको एम्बुलेन्स समेत घटनास्थलमा आइपुगेको हामी देख्न सक्छौँ। बाँकी रहेको आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याउने कार्य नगरपालिका मार्फत गरिरहेको हामी देख्न सक्छौँ। यस चरणमा पहिले गरिएको सामुदायिक प्रयासले ठूलो क्षति हुन नदिएको स्पष्ट देख्न सकिन्छ। यसले नागरिक र सुरक्षा निकाय बीचको समन्वयको महत्त्वलाई थप उजागर गर्दछ। हाल दमकलको प्रयोगमा नगर प्रहरी सहित स्थानीय समुदायका मानिसहरू पनि लागेको हामी देख्न सक्छौँ। दमकलको प्रयोग गरिरहँदा सो दमकलको पानी सकिएको अवस्थामा ठाकुरबाबा नगरपालिकासँग उपलब्ध अन्य आधुनिक स्रोत र साधनको उपयोग समेत गरी आगोलाई नियन्त्रण गर्ने प्रयास गर्न गइरहेका छन्। प्रहरीले स्थानीयहरूलाई सुरक्षित दिशातर्फ जान आग्रह गरिरहेको समय हामी देख्न सक्छौँ। आगलागी नियन्त्रण भइसके सरह देखिँदा सोको यकिन गर्नका निम्ति नगर कार्यपालिकाको कार्यालयसँग उपलब्ध भएको जेसीबी को समेत प्रयोग भइरहेको हामी देख्न सक्छौँ। जेसीबीले आगोबाट जलिसकेको भागलाई पछ्याएर यकिन भए पश्चात बाँकी बसेका र कसर नपुगेका सामानहरू उच्च भयबाट बाहिर निकाल्ने कार्य नगर प्रहरी र स्थानीयको सहकार्यमा भइरहेको छ। मेरो उतारमा हो देश नागरिकलाई सबै प्रभाव भएको रामपुर समुदायमा लागेको उक्त आगलागीलाई नगर प्रहरी र स्थानीयको पूर्ण पहलता र विवेकपूर्ण उपायहरूको
माध्यमबाट नियन्त्रणमा लिएको हामी देख्न सक्छौं। आगलागी मात्र नभई कुनै पनि विपदको दौरान स्थानीय जनसमुदाय र स्थानीय सरकारवाला निकायहरू बीचको निरन्तर समन्वय र सहकार्य त्यस्ता किसिमका आपतकालीन समयहरूमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ भन्ने तथ्यलाई प्रमाणित गर्ने सन्देश दिनु समेत आजको यस प्रदर्शनको उद्देश्य रहेको थियो। आगलागीबाट घाइते भएका व्यक्तिलाई थप उपचारका लागि अस्पताल लैजान एम्बुलेन्समा स्थानीयहरूद्वारा नै र रेडक्रसका स्वयंसेवकहरूद्वारा राखिएको दृश्य पनि हामी हाम्रो बायाँतर्फ देख्न सक्छौं। यसका साथै आजको यो आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यासको यो प्रदर्शनी समाप्त भएको र अब विभिन्न फायर फाइटिङ इक्विपमेन्टहरूको प्रदर्शनी रहेको हुँदा उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू तथा सम्पूर्ण अतिथिज्यूहरूलाई इक्विपमेन्टको प्रदर्शनी हुने स्थानतर्फ प्रस्थान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।